हाई गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। आज हाम्रो पालो चाहिँ उता माछा मार्न गइरहेछौँ। यसो दसैँको लागि चाडबाड खर्च। यहाँ हाम्रो टाइगर दाई हुनुहुन्छ एक पन्च नेपालगञ्जवाला सिधै। यहाँ झोला रेडी भइसकेको छ, कुन्तुरे झोला। अब म त त्यही कट्टुमा हिँडिरहेको छु, कट्टु बेस्टमा। भ्लग चाहिँ यसो देखाइदिउँ भनेको होइन। अब सिधै अब खोला गएर देखाउँछु कति मार्छु माछा भनेर। किप वाचिङ गाइज है, लास्टसम्म हेर्नु होला नबिर्सेर। यो चाहिँ मेरो यो माछा मार्ने जुत्ता हो। यहाँ केटाहरू रेडी भइसक्यो माछा मार्न। अब हाम्रो चाहिँ यो घरदेखि धेरै टाढा जानुपर्छ, त लगभग आधी घन्टा जति हिँड्नुपर्छ। मेन सिकारी चाहिँ यो हो, माछा मार्ने सिकारी। म त यो खालि झोला बोक्यो होइन, यहाँ माछा थाप्ने मात्रै हो। त्यस्तो छ अवस्था। गाइस उतै भेटौँला अब है त। जानुपर्ने चाहिँ त्यो ठुलीगाड भन्छ यसलाई खासमा, त्यो नदीमा हो। धेरै टाढा छ, अब हिँड्नुपर्ने छ। यसै डाँडा होइन। यहाँ यो यत्रो भलिबल राखेर चाहिँ कसले पो उड्न लाग्छ नि केटा, टोक्लान। लाइटिङ मिलेन, उल्टा कालो आयो। यसले टोक्यो भने मान्छे घाइते नै हुन्छ। लगाइस यहाँ बिचबाटमै हाम्रो एउटा कुलदेवताको मन्दिर पनि छ। हामीले यसो प्रार्थना गरेर अझै खोलातिरै बढ्दैछौँ अगाडि। माछा धेरै मरोस् भन्ने प्रार्थना गरेर। बाटो चाहिँ अहिले डेन्जरै छ, हिँड्न सकिन्न। सर्टकट हिँड्नुपर्छ। के भयो केटाहरू? ए यो खाइहाल्नुपर्ने हो, अर्ग्यानिक। यहाँ अर्ग्यानिक छ स्याउ, जुम्लाको सबभन्दा ठुलो मखाने यार। तपाईँ धेरै खाएको मान्छे हो। मलाई अहिले खान मन त छैन यार, म त उतै खान्छु। आफै टिपेर ल्याएको हो आफ्नै हातले। यो शुद्ध सेप। उधर क्या बोलते हैं तपाईँको भारतमा? हमारे भारत में बोलते हैं सेब, एप्पल बोलते हैं। यहाँ चाहिँ हाम्रो विभिन्न कुलदेवताहरूको थानहरू यता बाटोमा देख्न सकिन्छ। एकदम उहाँहरूले रक्षा गरिराख्नु भएको छ कि बाटोबाट। जय हो प्रभु सबैको। लगभग हामी नजिक पुगिसकेका छौँ ठुलीगाडको। यस्तो छ, पानी त टनाटन रहेछ हौ। वाह ल हेर यहाँ केटाहरूको प्रगति। यहाँ पुरा केराबारी बनाएर रहेछ त, यस्तो जङ्गल फाडेर। डर छ केटाहरूको प्रगति यार। कसको हो? तपाईँको बारी हो र? के हो, चिलिम? ए भालुको भित्त हो ल। तर गर्मी अति यार ठाउँमा। राम यति नजिक आउने बित्तिकै यति गर्मी, तर ठाउँ चिल रहेछ। यस्तो दामी केराहरू छ। कसको केरा? उयो होला यो। हामी चाहिँ अहिले यो हाम्रै गाउँ नजिकैको डौठे भन्ने ठाउँमा छौँ होइन। केराहरू यहाँ यस्तो दामी, केराको लागि एकदम प्रख्यात ठाउँ हो यो ठाउँ चाहिँ। हाम्रो केराको लागि एकदम प्रख्यात रहेछ। केरा घारी भनेर चिन्न सकिन्छ पुरै। यहाँ यता माथि इमिलाहरू यस्तो जङ्गलमा पनि खतरा भएको छन् है। यो अमिलोहरू पनि राम्रो फलेर। यो पनि तपाईँकै बारी हो? राम्रो छ ऊ यहाँ। ए यो त दामी केरा छ त। ल कुड्की दामी रहेछ त, राम्रो छ। ल बारी खासमा अहिले हामी माछा मार्न गइरह हो। यहाँ अब बाटोमा अनेक कुराहरू देखिएर अब यतै भ्लग लामो भइहाल्ने भइगयो होइन। माछा मारेको भ्लग अर्को हाल्नु पर्ला। पार्ट 1 माछा मारे पार्ट 1 हो। यहाँ सुन्तला पनि, यो हाम्रो माथिको गाउँ त तलको गाउँ हो। यहाँ केराहरू देखियो टन्न। रोड पनि पुगिसकेको रहेछ। यी हाम्रा शारदा विद्यानिकेतनका एकजना हुनार विद्यार्थी हुनुहुन्छ, झोला बोकेर बिना चैनको। सब जेन्जी ग्रुप हो कि केटाहरूको? उनीहरू 35 पुग्यो क्या केटाहरू यार। ल ओहो यहाँ पनि दामी रहेछ नि त केराहरू त। मिसन र भिजन लिएर हिँडेको मान्छे। ऊ लगेर यहाँ मल पाएर कस्तो ठुलो भएको छ, मोटो देख्यौ? यो केरा भनेको खासमा यसलाई त दिनै पर्छ। यी लगेर यहाँ केरा कस्तो दामी छ। ल पानी खान जाउँ कि त? पानी पिएर जाऊँ न यताबाट।
यो रोड कहाँसम्म पुगेछ यहाँ बाटोमा अम्मा पनि भेट्यो है ल यो चाहिँ केरा गाडी अहिले म चाहिँ यो क्यामेरा 4 भएर छ अहिले म चाहिँ माछा मार्ने क्रममा छु भन्नाले माछा मार्न जाँदै नै छु यहाँ बाटोमा पुरै केरा घारी मात्रै रहेछ हैन यो पुरै यहाँ केरा घारी देखाइरहेको छु एकदम बवाल केराहरू रहेछ यहाँ यहाँ रह्यो ल यो भर्खर हुन सुरु भएको छ यसको कम्तीमा पनि एउटैबाट 1000 भन्दा माथि हुन्छ यसको यो कोसाहरू यो यहाँ बन्दैछ कोसाहरू टनाटन यो चाहिँ हाम्रै दाजुहरूको हो कि ल यस्तो राम्रो मल पायो भने कति दामी केरा हुँदो रहेछ यहाँ यो घरका मान्छे चाहिँ कहाँ गए त यो के हो त भुक एउटा विदेशमा काम गर्दाखेरि भुक भन्ने थियो क्या मान्छे नाम भुक यो चाहिँ भुक है एउटा माछा मार्ने भुक लोकल कुखुराहरू देखा यहाँ भालेहरू पनि छन् खै मान्छे कहाँ छन् त्यहाँ ताला लगाएर खान्छ ए यहाँ छन् यहाँ मान्छे यता देख्न सकिन्छ पहिला म पानी पिएर आउँछु है गाइस के छ खबर ओहो चिसो पानी खाइयो साथीहरू ए लागिहाल्नु क्या हाम्रो ढिला हुन्छ केटाहरू यार कहाँ छन् कुखुरा ल यहाँ लोकल भाले यसरी परदेखि यहाँसम्म पुरै छन् जता हेरेको लोकल भाले यसरी लुकेर बसेका छन् ओइ भाले यहाँ आइज तेरो मासु खानुपर्छ आँखा हेरौँ है ए यहाँ पनि रहेछ यता साइडमा ए भाले तेरो नाम बता भाले अरे के यहाँ दुईटा भाले खसी भइसक्यो कि यो जाल सही छ यार माछा मार्न यहाँ बसेको हुन्छ यो घरमा नि खासमा को हुन्छ यहाँ घरमा मान्छेहरू छैन आजभोलि अरू नै मान्छेहरू बस्छन् यहाँ होइन 3 बजेर खेल्नु हुँदैन क्या यार ओहो तर यहाँ केराको लागि चाहिँ एकदम खतरै लाग्यो यो ठाउँ चाहिँ ल फेरि यहाँ ओगाल यहाँ पनि रहेछ नि त यार ल एउटै ठाउँमा छ यहाँ 3-4 कुखुरा ओइ कुखुरा एउटा जमाइ चाहिँ हाम्रो घर तेरो मासु खानुपर्छ मकै बारी पनि एकदम जोत्न बाँकी रहेछ तर पहाडको समस्या यही जोत्न समस्या क्या दाइ यी गोरुले जोत्नु पर्ने होइन अब सबै ठाउँमा ट्र्याक्टर पहुँच छैन कस्तो नराम्रो सिस्टम छ अब यो परम्परागत कुराहरू हाम्रो केही रिप्लेस पनि गर्नुपर्ने छ हजुर यो माछा मार्न जाँदाखेरि भोक लागिसक्यो होइन स्याउ खाइहाल्नु पऱ्यो अलि हाम्रो नदी चाहिँ टाढै छ क्या 1 घन्टा चाहिँ लाग्छ होइन ओ टोके यार कमी मासु हो मेरो पनि देखाइदियो उहाँ जुम गरेर यो हाम्रा यिनी सरको पनि यतातिर छ पारी तर अहिले राम्रोसँग देखिएन सब जङ्गल मात्र देखिए यो मास चाहिँ कसको अरे पुरै यहाँदेखि तलैसम्म छ त मास खेती यार यता पनि रहेछ मास राम्रो होला है यहाँ मास त बेस्ट लगाएर मास अब सबैले मासको बुटाहरू नदेखाएर होइन खालि दाल खान मात्र जाने हुन्छ यस्तो हुन्छ मासु बुटा यस्तो हुन्छ मासको बुटा देखिहाल्नु भयो नि देख्नु भएको छैन अझै देख्नुहोस् ल पुरै मास खेती हो
20 हेक्टर जमिनमा मास खेती गरे यहाँ 20 हेक्टर यता हावाजी चल्दै हुनुहुन्छ यो पाइल चाहिँ भूत डाँडा भन्छ बेरीको भूत आज थर्काउनु पर्छ भूत सुतलाई के कसो केटा एकदम होइन मिलेर अगाडि बढ्नुपर्छ सबै देश विकास गर्नुपर्छ यो रोड हो फेरि यहाँ रोड विस्तार चाहिँ यहाँसम्म भएको रहेछ गाडीहरू आउँदैन आजभोलि हामी बाटो बाटोमा अनेक किसिमको घरदेखि यहाँ हरेक किसिमको देखिन सकिन्छ होइन ए बाख्रा पनि छ नि त्यहाँ मान्छे को बस्छ एउटैको 3टा बाटो यार रामा 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 बाख्रा खोरियो कस्तो यार थाकिसक्यो त म त हिँड्दा हिँड्दा गर्मी यति धेरै छ यार यहाँ त अझै है जङ्गल फर्काइराख्नु भएको छ हाम्रो यहाँ एकजना किसानले खोला पुगेको छ फर्कै छ जङ्गलमा भिजुरको छ भाग्य 1 महिना लगा दियो अन्नु के जङ्गल फर्काउन खै क्या कहाँ खैरला खै खास भएन के राम 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 कति हो त यता घाम तर यस्तै गर्मी लाग्यो हो मलाई यहाँ पहाड आएर पनि यार तर भत्काइन्छु पहाड साडमा यस्तै रिस उठ्यो भने यस्तो हालत भइसक्यो यहाँ सब खाँदा गाडमुथ्यो गाडेर लग्यो पटेलाको फिनो चिट्ठी दिए च्यात्ती जान्छ औँठीले जा चिनो अरे पहिला पुरन दाइका सायरी के यहाँ चाहिँ पानी पनि रहेछ त्यो कहाँ जाने पानी हो त जुली घाउ अब हामी चाहिँ करिब करिब यो ठुलीघाट पुग्ने बेला भइसक्यो होइन त्यहाँ अब पानीले गर्दा साउन्ड आउँदैन राम्रो आवाज आउँदैन होइन सो गाइज मिलाएर हेर्नु होला म चाहिँ भिडियो चाहिँ बनाउँदैछु यस्तो छ अवस्था जङ्गलमा हाम्रो चाहिँ